छोरीको विवाह गर्ने बेला भयो, केटो माग्ने आउन्न। छोरीको होला, नातिनीको होला, भान्जीको होला, केटो भने जस्तो आउन्न। भने केटो नआसी के गर्ने, लौ मेरी छोरी विवाह गर भनेर जान पनि भएन। मेरी छोरी बिहा गर भनेर जाने पनि गर्दैन। कति गाह्रो छ। छोरी 28 भई, 30 भई, 32 भई उमेर जान थालो, मनमा तनाव छ, केटो आउन्न भने जस्तो। विवाह रोकियो, के गर्ने होला। अब चिन्ता नगर्ने, मन्त्रको शरणमा जाने। श्रीमद् भागवत महापुराणको 10औं स्कन्धमा एउटा मन्त्र छ। ओम कात्यायनी महामाये महायोगिन्यधीश्वरी नन्दगोपसुतं देवी पतिं मे कुरुते नमः। यो मन्त्र गुरुहरू बोलाएर साधना गराउने। सप्तशती चण्डी 3 आवृत्ति यही मन्त्रले सम्पूर्ण पाठ गरे पनि हुन्छ, या श्रीमद् भागवत महापुराणको 10औं स्कन्धको पूर्वार्ध 49वटा अध्याय जति यही मन्त्रले सम्पूर्ण पाठ गरे पनि हुन्छ। अथवा भागवत महापुराणको जुन अध्यायमा यो मन्त्र छ त्यो अध्याय मात्रै पनि यही मन्त्रले 16 पल्ट सम्पूर्ण पाठ गऱ्यो भनेदेखि पनि फल मिल्छ। त्यो पनि गर्न सकिएन भनेदेखि 51 दिनसम्म शाकाहारी खाना खाएर जुन कन्याको विवाह भएको छैन ती कन्याले ओम कात्यायनी महामाये महायोगिन्यधीश्वरी नन्दगोपसुतं देवी पतिं मे कुरुते नमः यो मन्त्र यदि जपिन् भने पनि 51 दिनभित्रमा कसले ऋण खाएछ दौडेर आउँछ। त्यसैले मन्त्रमा अतुलनीय शक्ति हुन्छ। विधिवत रूपमा एकदम श्रद्धा राखेर हाई नगरिकन, आछ्यो नगरिकन, नपादिकन, नखोकिकन, झुल्ने त्यस्तो नझुलिकन, नउइकन सावधान भएर जगदम्बिका भवानी भुवनेश्वरीका श्री चरणमा ध्यान गरेर मन्त्र जप्ने। फेरि भन्छु मैले मन्त्र। ओम कात्यायनी महामाये महायोगिन्यधीश्वरी नन्दगोपसुतं देवी पतिं मे कुरुते नमः। यो मन्त्र या ब्राह्मणद्वारा साधना गराउने या आफैले जप्ने, आफैले साधना गर्ने। छिटो विवाह हुन्छ र विवाहमा जुन बाधा ढिलो हुने जुन यदि दशा छ भने त्यो नष्ट हुन्छ। शुद्ध जप्ने, शुद्ध जपाउने। हस् नारायण हरि हरि ओम।